नेपाली फुटबल केही दिनदेखि हो हल्ला छ सामाजिक सञ्जालमा। नेपाली फुटबल यस्तो भयो, नेपाली फुटबल यस्तो छ, नेपाली फुटबललाई यस्तो भएको छ, नेपाली फुटबललाई बचाउन यो गर्नुपर्छ। अहिलेका पदाधिकारीहरू पनि बोलिरहेका छन्, योभन्दा अगाडिका पदाधिकारीहरू, पूर्व अध्यक्षहरू सबैजना बोलिराख्नु भएको छ। कसैबाट केही पनि हुँदैन। हेर्नुहोस् नेपाली फुटबल कसरी ओतप्रोत छ थाहा छ? नेपालमा जुन पार्टी सरकारमा हुन्छ त्यो पार्टी सरकारमा भएको खेलकुद विभागले हरेक खेलकुद संघलाई क्याप्चर गर्छ। नेपाली फुटबल पनि त्यस्तै हो। फुटबल खेल कहाँबाट कहाँ पुगिसक्यो। हामी अझै पनि त्यो गुटबन्दी, त्यो दलीय संलग्नता, त्यो चाप्लुसी यसमै छौं के। नेपाली फुटबललाई बचाउनु छ भने एउटा भिजन भएको मान्छे चाहिन्छ। हेर्नुहोस् अस्ति मन्त्रीज्यूले पनि पुरा फोनमा एउटालाई भिडियो खिच्न लगाएर हाम्रा खेलाडीहरूलाई बसोबासको व्यवस्था राम्रो भएन, यो भएन। छोडिदिनुहोस् हजुर, त्यस्तो तालले हुँदैन। लाइभ गरेर केही पनि हुँदैन। मान्छे खोज्नुहोस् जसलाई फुटबल थाहा छ, जसलाई फुटबल म्यानेजमेन्ट थाहा छ, जसलाई अन्तर्राष्ट्रिय फुटबलमा के भइरहेको छ, कसरी अगाडि बढ्ने त्यो थाहा छ। त्यस्तो मान्छे खोज्नुहोस् सर, अनि मात्रै नेपाली फुटबलको विकास हुन्छ। खेलाडीहरूको बिजोग हेर्नुहोस्। ए डिभिजन फुटबल नभएको कति भयो। महिला फुटबलहरूले जोगाइरहेको छ नेपाली फुटबलको के भन्छ इज्जत। त्यो पनि कसरी? भगवान भरोसे, श्री पशुपतिनाथको भरोसे। त्यसैले भाषणवादी, स्टन्टबाजी सबै बन्द गर्नुहोस्। हेर्नुहोस् सक्नुहुन्छ भने मान्छे खोज्नुहोस् जसले नेपाली फुटबललाई बेच्न सकोस्। किन बेच्न सकोस् भन्दा बेचेपछि पैसा आउँछ, लिग गर्न सकिन्छ। कुनै पनि देशको फुटबलको विकास भनेको, ब्याकबोन भनेको त्यो देशको फुटबलको लिग हो। हाम्रोमा लिग नभएको कति भयो। त्यसैले स्टन्टबाजी बन्द गरिदिनुहोस्। पूर्व पदाधिकारीहरू छोडिदिनुहोस्। तपाईहरुबाट केही पनि हुँदैन। तपाईहरु रिटायरमेन्ट लिएर बस्नुहोस्। तपाईहरुले पनि जे गर्नुभयो देखायो हामीले। त्यसैले अहिलेको सरकारमा रहनुभएको मन्त्रीज्यूलाई यो अनुरोध गर्न चाहन्छु कि मान्छे खोज्नुहोस्, एउटा टिम बनाउनुहोस् जसले नेपाली फुटबललाई बचाउन सकोस्। खेलाडीहरू पनि छन्, भिजन भएका खेलाडीहरू छन्। उहाँहरूसँग बसेर कुरा गर्नुहोस्, एउटा टिम बनाउनुहोस्, नेपाली फुटबललाई बचाउनुहोस्। जय खेल, जय खेलाडी, जय नेपाली फुटबल।